त्यो त देखाउनु गाइस यो चाहिँ हाम्रो ओल्ड टाउनको होइन ओल्ड टाउनको यो क्रिसमस स्पेसल स्टलमा चाहिँ किनेको चाहिँ ग्रिन टी हो ग्रिन टी होइन के अरे हट वाइन हो। यस्तो जाडोमा कहाँ ग्रिन टी हुने लास्ट जाडो छ जाडो चाहिँ है। अब ग्रिन टी भनेर एकदम स्पेसल यो 30 वर्ष पुरानो चाहिँ है भन्न चाहिँ 30 वर्ष भनेको छ। अब जति वर्ष भयो नि अहिले हामीलाई काम लागेको छ एकदम स्पेसल। अगाडि चियर्स। वार्सा ओल्ड टाउन सिटी पोल्यान्ड। आँखामै सिरियल होइन ड्रङ बनाउनु ड्रङ बनाए जस्तै हो क्या गाइस लास्ट जाडो गाइस मुख चाहिँ उगाएर नआउने भइसक्यो यार जाडोले चिसो ज्याकेट चाहिँ पुरै चिसो हुँदो रहेछ नि त शीत झर्नु रहेछ क्या। रुखमा बत्ती बल्छ यहाँ चाहिँ यता देखाउँदै ल बत्तीको रुख है यो चाहिँ बत्तीको रुख। यहाँ चाहिँ रुखमा बत्ती फल्छ है त सानो बत्ती जुनकिरीहरू फल्छ। हामी यहाँ पोल्यान्डको चाहिँ के अरे के भन्छ यो राष्ट्रपति निवासमा जाँदैछौँ। हाम्रो नेपालमा भए चाहिँ बाहिरबाट किक गर्छ यहाँ चाहिँ त्यस्तो गर्दैन। यहाँ चाहिँ जान दिन्छ हेर्न दिन्छ होइन है। तब हामी जाँदैछौँ है। अहिले साँझको कति बज्यो अहिले 3:30 भयो अँध्यारो भइसक्यो 3:30 अहिले चाहिँ हामी पोल्यान्डको क्यापिटल सिटी वार्साको पनि ओल्ड टाउनमा छौँ। यो चाहिँ राष्ट्रपति भवन हो अनि एकदम यो ओल्ड टाउन सिटी चाहिँ एकदम ठुलो छ है। अब मेरो एक्सपिरियन्समा मैले अस्ट्रियाको चाहिँ ओल्ड टाउन सिटी हेरेँ तपाईँको चाहिँ नि के भन्छ अरे यो स्विजरल्यान्डको पनि ओल्ड टाउन हेरेँ। त्योभन्दा पोल्यान्डको चाहिँ के रहेछ भने एकदम ठुलो के एरिया पनि ठुलो अनि यहाँ म्युजियमहरू अनि तपाईँको यो राष्ट्रपति भवनले भइहाल्यो। जाडो चाहिँ अत्याधिक जाडो छ अहिले होइन। यो सोचेको भन्दा नि बढी भनौँ -10, -11 हुँदा एकदम धेरै नै। तर जे भयो नि रमाइलो छ एकदम। जाडै भए पनि अब हामी अब जाडोमा नहिँड्ने मान्छेलाई चाहिँ अलिक जाडो जस्तो महसुस हुने। अब यहाँको मान्छेलाई त उनीहरूलाई त अब रमाइलो हो होइन। जति चिसो उति उनीहरूलाई एकदम भयङ्कर छ है। एकदम जाडो चाहिँ एकदम बिजोग रमाइलो नै छ।